हेलो गुड मर्निङ साथीहरू। आज म फाइनली घरबाट वापस भएको छु। गोवामा काम गर्न आफ्नो ड्युटी टाइम पनि भएको थियो। छुट्टी मिलाउँदा मिलाउँदा बल्ल बल्ल 2 महिनाको छुट्टी बनाएको, 1 महिनाको छुट्टी गएको, 2 महिनामा फर्किँदैछु साथीहरू। सो म आफ्नो गाउँतर्फबाट निस्केँ। आफ्नो गाउँतर्फ साइड सिन निकाल्दै चिया बगानहरू खिच्दै अलिअलि निस्केँ। सो फाइनली धोत्रे आइपुगेँ। फाइनली खाजाहरू खायौँ हामी त्यहाँनिर। त्यहाँबाट फटाफट हिँड्यौँ। फटाफट हिँड्दाखेरि यहाँतिर यस्तो डरलाग्दो कुहिरो लागिरहेछ, बादल फगी त एकदम गाह्रो भयो। त्यहाँबाट हेऱ्यौँ हामी, हेर्दै गयो त यस्तो बाटै नदेख्ने, कस्तो मुस्किलले लियो गाडी। बल्ल अलिक राम्रो बाटो आइपुग्दै थियो, फेरि फगी लागेर फेरि यस्तो भयो। त साइड सिनहरू निकाल्नु पाइनँ मैले, कस्तो नराम्रो लाग्यो। बल्ल सिलगढी आइपुग्यो हामी। सिलगढी आएपछि मैले फटाफट अटो बुक गरेर फटाफट एयरपोर्ट तर्फ लागेँ। ढिलो पनि भइसकेको थियो। त एयरपोर्ट तर्फ लागेर बल्ल एयरपोर्ट पुगेको त बाफरे वेटिङ रहेछ। टिकटहरू सबै फ्लाइट क्यान्सल भएर सबै मान्छेको 1 घन्टा 1.5 घन्टा 2 घन्टाको फ्लाइट भएको रहेछ। तर त्यो हुँदा कुरा मिल्दा एयरपोर्ट हामी उडान भर्नलाई बसमा चढ्यौँ। बस आयो हामीलाई ल्याउनु फ्लाइटको लागि। त हामी फाइनली फ्लाइटमा चढ्यौँ साथीहरू। फ्लाइटमा चढेपछि उडान भर्नलाई तयारी भइरहेको थियो। त मैले फटाफट अलिअलि गरेर साइड सिनहरू खिचेपछि हाम्रो फ्लाइट उडान भर्ने टाइम भयो। त एनाउन्स गर्नु थाल्यो। फेरि मेन लाइन आयो। मेन लाइन स्टे गरे एकछिनबाट फटाफट उडानमा तेज गर्नु थाल्यो। उडान भरिहाल्यो। त फेरि साथीहरू साइड सिन मलाई निकाल्नु मन परेको थियो। हल्का गरेर कस्तो मजाको भ्यू देख्नु थाल्यो। हल्का गरेर मैले मजाको भ्यू निकालेँ। त हेर्नुहोस् न, सुरुमा यस्तो हुन्छ साथीहरू होइन। पहिलोचोटि मैले यत्रो समयमा फ्लाइट एक्सटेन्ड गरेर हिँड्दाखेरि मैले सुरुमा निकालेको सिन हो। यस्तो फगी लागिरहेछ। फेरि फगी लाग्दा मैले फटाफट यस्तो भित्र निकालेँ अलिकति सिन। त एनाउन्स गर्नु थाल्यो साथीहरू, मेरो त फ्लाइट क्यान्सल भयो अरे, आज त दिल्लीमै स्टे गर्नुपर्ने अरे। सबै फोनहरू सबै एनाउन्स हुन थाल्यो। त दिल्लीमा स्टे गर्नलाई हामी फेरि एयरपोर्टमा राति मात्रै पुगेको छौँ। एक्चुअली म 3 बजी पुग्नुपर्ने हो, बेलुकाको 7 बजी पुगेँ दिल्लीमा। 7 बजी दिल्लीमा पुगेपछि हामीले भन्यो के गर्ने त, कम्पनीले सबै एयरपोर्टबाटै सबै गरिदिने भयो। इन्डिया एक्सप्रेसबाटै सबै चिज दिने भयो। रुमहरू मिलाइदिएछ। हामी टक्कै झर्नु मात्रै पर्ने थियो। त्यस्तो मजाको भ्यू आयो। मैले फटाफट भ्यू निकालिहालेँ। यस्तो मजाको भ्यू निकालेँ तब आफूले यस्तो राम्रो देखेँ नाइटमा होइन। अन्त पहिल्यै पनि गरेँ, तर पहिलोचोटि मैले ब्लग बनाएको। त मैले ब्लग बनाउनु नजान्ने फाइनली अब हामी एयरपोर्ट आइपुग्ने बेला भयो। त हामी फाइनली एयरपोर्टमा उत्रयौँ। ल्यान्ड हुनुसाथै फेरि फाइनली म एयरपोर्टमा गएर टिकट काउन्टरतर्फ भागेपछि म कुरा गरेँ। त फाइनली हामीलाई रुम भएकोमा पुऱ्याइदियो। पुऱ्याइदिएपछि रुम त यार यस्तो मजाको 5 स्टार जस्तो भन्छ रहेछ। त फेरि म यस्तो ट्राई गरेँ। नचक 7 इन्च 8 इन्चको मोटो डन्डर रहेछ। त फेरि त्यहाँबाट मैले यसो भिडियो बनाउनु पऱ्यो भनेर सबै साइड सिनहरू निकालेँ। टिकट पनि मेरो भोलिको दिएको थियो, बोर्डिङ पास आजै पुग्नुपर्ने गोवा, तर भोलिको बनाइदियो थियो। त मेरो टिकट 25 को, तर 26मा हिँड्ने बनायो। फाइनली हामी 26मा हिँड्नुपर्ने थियो। त हामी स्टे गऱ्यौँ यहाँनिर। त मैले यस्तो हेरेको त बाफरे वाइफाईवाला कार्ड कि रहेछ। फटाफट बाहिर निस्केँ। बाहिर किनेर त यस्तो सिनहरू निकालेपछि फेरि फाइनली अब सुत्नु पऱ्यो भनेर सोचेँ। यसो माथि त दामी रहेछ, आम्माहो कत्रो ठुलो 5 स्टार प्रपर्टी जस्तै होटेल। खानाहरू पनि साह्रै मिठो दिएको थियो। तर खानाको त मैले भिडियो बनाउनु भनेको, साह्रै भिडियो लामो भएर मैले भिडियो छोडिदिएँ। सो फाइनली आजको मेरो ब्लग यति हो साथीहरू। थ्याङ्क यू सो मच। लाइक